मिठो पहिला त्यो चाखौँ न हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल दिस इज मी सुमन सो गाइज म फेरि पनि हजुरहरूको माझ उपस्थिति भइसकेको छु नयाँ विषय र नयाँ कन्टेन्टको साथ। सो आजको नयाँ विषय नयाँ कन्टेन्ट भनेको चाहिँ घोष छ, जो चाहिँ अब नेपाली सोसल मिडियामा चाहिँ अहिले चाहिँ निकै पनि पपुलर प्लस भाइरल हुनुहुन्छ र कन्ट्रोभर्सी पनि त्यही अनुसारको छ। सो उहाँको चाहिँ अलिकति विवादित विषयमा चाहिँ अलिकति भाइरल हुने गरेको छ र नाम चल्ने गरेको छ। सो कहिले चाहिँ अब अलिकति नाङ्गै भिडियो खिच्ने प्लस भिडियोहरू बनाउने यस्तोले गर्दाखेरि चाहिँ उहाँ चाहिँ अलिकति सोसल मिडियामा अलिकति एक्टिभ नै हुनुहुन्छ प्लस विवादित हुनुहुन्छ। अनि अहिले चाहिँ उहाँले चाहिँ जुन हाम्रो नेपालको राष्ट्रिय फुलको चाहिँ अब ड्रेस लगाएर चाहिँ अहिले सबैले यसलाई चाहिँ एकदम विरोध गरेको छन् र उनले चाहिँ यस विषयमा केही पनि बोलेको छैन। सो यस विषयलाई लिएर चाहिँ सोसल मिडियामा धेरैको टिका टिप्पणी पनि छ। उहाँ चाहिँ अलिकति विवादित पनि हुनुहुन्छ। के कुरामा विवादित हुनुहुन्छ भन्दाखेरि चाहिँ उहाँ चाहिँ कहिले पेन्टी मुखमा सुँगेर कहिले पेन्टी लागु देखाएर कहिले काहीँ बसी बसी मुतेको पनि भिडियो सोसल मिडियामा हालेर यस विषयमा चाहिँ अलिकति उहाँ अशृङ्खल अनैतिक काम गरेर चाहिँ अलिकति सोसल मिडियामा अलिकति युट्युबहरूमा चाहिँ छाइरहनु भएको छ। उहाँको खासै कन्टेन्ट भनेको चाहिँ राम्रो केही पनि छैन। सो यो भिडियो मार्फत हेर्न सक्नुहुन्छ उहाँले चाहिँ कस्तो उशृङ्खल खाले गतिविधि गरेर चाहिँ भाइरल हुनुभएको छ। पुरा भिडियो हेरेर लाइक सेयर गर्न चाहिँ नभुल्नु होला गाइज। यो हाम्रो बेगना स्टाइल घुसाउ के मेरो नाकमै घुसाउ हातको मेरो चाकमै घुसाउ म हो तपाईहरुको प्यारी घोष आचडी नै पेन यस्तो लाउनु खुब देखाउला र हेरौँला भन्नु वाला के अरे उठै छ यहाँ मलाई हेरेर यिनीहरू मेरो पछि लगाएर वाक्क पारिसक्यो। के गर्ने अब म त फलामको लाछु डार्लिङहरू कालुले कस्तो पारा हाने म देखाइदिउँ यस्तो रहेछ दामना केही छैन मेरो गोजीभित्र ननिस्किने चिज छ हजुरहरूले भिडियो देख्न सक्नुहुन्छ उहाँले चाहिँ एकदमै उशृङ्खल पोर्नोग्राफी जस्ता टपिक्समा चाहिँ उहाँले भिडियो बनाउनुहुन्छ। सो उहाँको भिडियो चाहिँ यसै कारणले गर्दाखेरि चाहिँ हल्का सोसल मिडिया प्लस युट्युबहरूमा चाहिँ अलिकति भाइरल छ। सो उहाँको खासै कन्टेन्टहरू चाहिँ केही पनि छैन नि त। सो अलिकति नेगेटिभ पोइन्टहरू अलि समाजलाई नपच्ने अपाच्य शब्दहरूमा चाहिँ उहाँले एकदम रूपमा चाहिँ भिडियोहरू बनाउनु भएको छ। सो उहाँको भिडियोहरू चाहिँ अलिकति अपाच्य खाले पनि भिडियोहरू धेरै म्याक्सिमम् भिडियोहरू चाहिँ अपाच्य छन्। यस भिडियो मार्फत पनि देख्न सक्नुहुन्छ हजुरले कस्तो भिडियो बनाउँछ उहाँले। साह्रो पिसाब लाग्यो नि त माइलोहरू मुडिदिन्छु म त मुड्दी हेरे त्यसरी हेरेको मुड्दी मल भयो नि त जे भयो मल टिभी हेर्दैछ टिभी नहेरे कति भइसक्यो क्या अब फिल्म हेर्दैछ त्यही हो नि अर्को फिल्म हेर्न नपाइने टिभीमा आउँदैन रहेछ मैले खोजेको त नि अरू घोषको पापा हेर्ने माइलोहरू पापा हेर्ने हो गाइज पापा यस्तो मजा है तलबाट देखिँदै होला मैले त जाङ्गे नि लाचैन देशमा होइन छोरी मान्छेले 2वटा ब्याग रस्तो कति उडु हुन्छ तर म त 15-20 वटा पुऱ्याउँछु होला गाइस छैन छोरा बेटा नहीं है बेटा है तो मेरे को मिला दो अपनी शादी करनी वो ट्रस्ट नहीं हूँ ये क्या पक रहे हो मादरचोद के साह्रो सुखाराम भएको यार चुमा खान मन लागिरहेछ यार मेरो ओठलाई लास्टै चुमा खान मन लाग्यो यार के गरौँ म भन् त एउटा पटाइदियो त वाक आउन थाले यार यसले बच्चा पाउने बनाइदियो क्या यार यो हेला डाला ना बोयफ्रेन्डहरु तर कोही पनि टिकेन एलो खस्ला फुट्ला यहाँ यस्तो हुन्छ मेरो पेन्टी कट्टुहरू चक्का पनि टोयलेट पेपरले पुछिन्छ ढुइन्न गर्लफ्रेन्ड बोयफ्रेन्ड यस्तो सुन्न कम मजा आउँदैन हेरौँ कसरी समात्दो रहेछ मलाई म चोर्छु मैले चोरिसकेँ 2टा मलाई बाल छैन कस्तो आइडिया छ मेरो कति कुराहरू तपाईँहरूलाई थाहा छैन त्यो म भन्दैछु तपाईँ छोरा मान्छे हो तपाईँ एकदम धेरै सन्तुष्टि भयो क्या तपाईँलाई त्यो इमोसन आयो होइन तपाईँलाई मजा भयो सक्यो खत्तम त्यो हो त होइन छोरी मान्छेलाई भयो कि भएन त्यो थाहा पाउनु पर्यो नि त होइन तर छोरी मान्छेले चाहिँ के भन्छ भने बेबी कस्तो थियो हाम्रो फर्स्ट फिजिकल रिलेसनसिप कस्तो थियो एकदम ठिक छ अनि तपाईँलाई के लाग्छ थाहा छ राम्रो भएछ अनि मलाई पनि एकदम धेरै मजा आयो त्यसलाई मजा आयो त्यो होइन गाइस होइन लिउनु पर्यो नि त असली मजा त्यसलाई
हेरे त्यसरी हेरे मेरो दिमाग तलतिर गएको थियो कि त्यही भएर मेरो दिमाग आउँथेन मेरो दिमाग अब ठिक ठाउँमा गयो लेकिन 1 सेकेन्ड के हो यो लाडु यस्तो सुन्न कम मजा आउँछ